म पसल किन्ने मान्छे आइरहेछ। म चाबेलबाट। ए चाबेलबाट हजुर आफ्नै लागि? हो आफ्नै लागि हो। यसो मेरो बाबाको लागि यसो टाइम पास। ए टाइम पासै त मजाले हुन्छ। हजुर यता पनि हेर्नु हजुर, हेर्नु है। हेर त यता पनि। एक्सक्युज मी। मेरो खराब बानी छ, मेरो खराब। यो 3 करोड हामीसँग छ, पठाउने। कहाँ छ? हजुर मैले त मजाक गरेको हजुर। के रे त मसँग मजाक गर्ने? 3 करोड कहाँ छ? 3 करोड हजुर। मलाई त 1 लाखको गड्डी एकचोटि हेराइदिनुस्, म त बेहोस भइहाल्छु हजुर। साला चोरहरूले पैसा बचायौं भन्ठाने होलान्, तर नेपाल प्रहरीलाई कसैले पनि त्यति कमजोर नसम्झे हुन्छ। पुग्छ पैसा कहाँ लुकाएको छ भनेर पत्ता लगाउने मेसिन। इन्सपेक्टर साहब, मैले ती लुटेराहरूलाई सपनामा देखेकै हो, तर तमिलो दमिलो थियो, चिन्नै सके। खाना बसमा गुजारा चलाइदिनु, म कैँची चलाइदिन्छु। साला त कपाल काट्छस्, त कपाल काट्छस्। कपाल काट्नेको खल्तीमा 10-20 हजार रुपियाँ देखिस् भने त घाँटी काटिदिन्छस्। साला 2 नम्बरी। तँलाई 2 नम्बरी भनिस्? यहाँ सरकारले 1 नम्बर भनेर प्रमाणित गरिसकेको छ। अनि बम्बई पुग्या मान्छे किन यहाँ फर्केर आ फेरि? म त सिक्न पो गएको थिएँ। फिल्म त आफ्नै देशमा बनाउनु, हेर्नुहोस्। अनि भाइले त्यो सन्नीलाई पनि भेट्यौ? ए त्यो धर्मेन्द्र छोरो होइन, सन्नी ल्याउने क्या? मेरो खराब बानी छ, मेरो खराब। अनि ट्याक्सी भाइको आफ्नै? हजुर आफ्नै साउको, आफ्नै साउको। अच्छा दाइ पो फेरि आउनु भयो। दर्शन दादा, थ्याङ्क गड, दादालाई सेभ गरिदिनु भएको। सुन्दैछु दाइ, भन्नु न। हरिन्द्र तिमी छिन दाइ साइन गर्नुहोस्। होइन तिमीहरू कहिले सुध्रने? अब फुर्सद हुनु पर्यो नि सुध्रिनलाई। यहाँ दौडा दौड छ। लौ नानी, सुनला नि सुमोको ड्राइभर यही हो? उहाँको अनुसार अरूलाई भन्लास् नि, यो त म। कसरी बन्यो यो? हजुर मनमा बसी बसेको भएर होला, जति बेला नि हजुरलाई मात्रै देख्छु भने। होइन होला, के हो? अस्ति सपनामा त झन् जिउ चाहिँ शिवजी भगवानको, टाउको चाहिँ हजुरको। त्यो 3 जना 3 वर्षको लागि नक्कली नोटमा फस्या थिएनौ, त्यो त हामी हौ नि दाइ। अनि त्यसैले सुनकिनी स्याहार रहेछ। अनि 3 वर्षको 3 जनाको तल चाहियो नि। फडेन्द्र हजुर दादा, दादा दर्शन सुन्दैछु त दादा, भन्छ न। सुन कहाँ छ? सुन कहाँ छ? लासामा सुन्छ कान मेरो बुझ्यो। पच्छ कि पच्दैन त माता? यो पस्न निकै गाह्रो छ भन्छ है, तर असम्भव पनि छैन भन्छ है। अच्छा उपाय त के होला नि माता? एउटा उपाय छ भन्छ है। उपाय छ रे? यो पचाउनको लागि हजुर जल एकदमै श्रेष्ठ छ भन्छ है। हजुर माता, जलको नजिक बस्नु भन्छ। अब जलले नै हुने रहेछ भने त जल नै पिउला, जल नै खाउला, जलमै सुत्ता पनि भइगयो नि, होइन? दर्शन बुबा नमस्ते नेताजी। म हुकुमको कान्छो ज्वाइँ। अच्छा साला ज्वाइँ। बुबा एउटा रिक्वेस्ट गरौँ कि त ज्वाइँ नभन्छु कि त नभन्छु। के डिस्टर्ब गरिरहे यार, म यहाँ बेबीलाई टाइम दिइरहेको छु। अच्छा माया प्रेम गाढा बसेछ हैन त? धुम्रपान पो स्वास्थ्यको लागि हानिकारक हुन्छ त मित्र। काजुले त नि
तलैबाट श्रुङ मेरो खराब बानी छ मेरो खराब साउजी गरिदिनु पर्यो तपाईँले नै भन्नुभयो होइन आङघोन्डे दादाले भन्दैछ तिमीहरू 3 जनालाई 1-1 हामी 2 जनालाई 1-1 जम्मा 5 त्यो 5 तपाईँले राख्नु भएछ अब चाहिँ दिइहाल्नु पर्यो यसो घर परिवार मिलाएर बस्नु परेन मामा घर कतिखेर गइन्छ थाहा छैन विपिन कार्की को विपिन कार्की मैले त कहिले नाम सुनेको छैन अच्छा गुगल गर्नु पर्यो गुगल गरे ओ माय गॉड यो त भस्मे डन हो तपाईलाई मन नपर्ने तपाईको अङ्ग शरीरको मेरो आफैलाई यस्तो भयो भन्ने खालको चाहिँ के लाग्छ मेरो मलाई शरीरको तिम्रो कान यत्रो छ क्या त्यो उसको जस्तो यता फर्किन्छ यत्रो चाहिने भन्दा धेरै अनुहार भन्दा ठुलो कान अनि फर्केको क्या यतातिर पुरा